हेलो गाइज वेलकम टु माई न्यू ब्लग आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु। आज चाहिँ साथीहरूसँग साथीसँग चाहिँ घुम्न आएको हामी चाहिँ उनुमिची स्टेसनबाट नेचुरल भ्यू हेर्न आएको छौँ। यस्तो छ साथीहरू साथी चाहिँ फोटोसुट भइरहेको केटाहरूको यस्तो छ भ्यू। हामी चाहिँ यहाँको सबभन्दा हाइटमा आइपुगेका छौँ नेचुरल भ्यू हेर्न। गाइज हामी चाहिँ यो जङ्गल बिचबिचै आएको यो जङ्गल बिचबिचै आएको यस्तो छ भ्यू हेर्नुहोस्। यो चाहिँ ओनिमिची स्टेसन चाहिँ यहाँ हो। यो यहाँनिर हो टक्क यस्तो छ भ्यू नेचुरल भ्यू। हामी यो माथि पनि जान्छौँ यहाँबाट नि उता हामी बस्ने ठाउँ देख्छ अरे। यहाँ चाहिँ देख्छ कि देख्दैन हामी तपाईँहरूलाई देखाउँछौँ। यस्तो छ भ्यू टक्क उमी त के भन्ने यसलाई। उता चाहिँ ठुलो उमी छ, यता चाहिँ वहाँ मासतिर चाहिँ ठुलो उमी, यता चाहिँ अलिक सानो छ कि। यस्तो छ भ्यू टक्क नेचुरल भ्यू हेर्नुहोस् गाइज यस्तो छ। ल गाइज हामी चाहिँ हाइकिङ आएको छौँ। यस्तो बवाल छ क्या ठाउँ हेर्नुहोस्। यिनीहरू चाहिँ हिँड्दा हामी चाहिँ 3 जना मात्र आएको छौँ। 2 जनाले चाहिँ जाउँ भनेको, कोही साथीहरूको चाहिँ काम, कोही चाहिँ सुतिरहेछन्। हामी चाहिँ टक्क आयो 3 जना। यस्तो दामी छ क्या भ्यू हेर्नुहोस् बवाल छ। यस्तो बवाल छ यहाँबाट चाहिँ राम्रो भ्यू देख्छ अरे भनेर आएको हामी आफै आयो। यस्तो छ हामी चाहिँ भ्यू हेर्नको लागि चाहिँ यहाँ चढेका छौँ। यहाँबाट चाहिँ बवाल देख्छ यस्तो छ। सेन्सी त्यस्तै देख्दो रहेछ। हेर्नुहोस् यहाँ चाहिँ भ्यू हेर्ने मान्छेहरू टन्नै छ। यहाँबाट यस्तो भ्यू देख्छ। सब भ्यू हेर्न आएको यत्रो वहाँ सिटीबाट तल के अरे ओनिमिची स्टेसनबाट जङ्गल हुँदा यो बिचै आएको हामी। त्यसको 8 तलामा हाम्रो रुम छ। त्यसको 8 तलामा चाहिँ हाम्रो रुम छ। त्यो त पारीबाट यहाँ आयो भने यहाँ चाहिँ माछा मार्दैछ दाजुहरू। यहाँ चाहिँ रेस्ट खेले जस्तो छ। अहिले चाहिँ टन्नै आएको छ यो खेल्नको लागि चाहिँ लाइसेन्स चाहिने रहेछ। यसमा त म्युजिक बजाउँदै आएको थियो। टन्नै रेस्ट खेले जस्तो रेस्ट। हामी नि ट्राई गर्न खोजेको लाइसेन्स चाहिने रहेछ यसको लागि चाहिँ। केटाहरू चाहिँ यहाँ टिकट काटेर बोट चढ्नको लागि रेडी भइसके। म चाहिँ यता छु। अब हामी चढ्छौँ। बोटको चाहिँ चर्को छ, हाई प्राइस छ। यहाँ चाहिँ महँगो रहेछ यहाँ चाहिँ। हामी चाहिँ टक्क जान लाग्छौँ। यस्तो छ हेर्नुहोस्। अब हामी चढ्छौँ। जम्मा 15 मिनट मात्रै टाइम चाहिँ चढ्न लगाएको। अब कहाँ बस्नु चाहिँ थाहा छैन। अब यहाँ बस्नु टक्क घुमेर आउने हो। अब हामी चाहिँ चढिसक्यौँ। अब एकछिनमा चाहिँ हिँड्छौँ हामी। हामी चढिसक्यौँ। अब एकछिनमा चाहिँ हिँड्छौँ। अब बाँदर रहेछ अनि बाँधेको खोल्दैछ उहाँले चाहिँ। टक्क जान्छ। यहाँ चाहिँ सरसफाइ भइरहेको यस्तो छ। पानी यस्तो छ। हेर्न केटा हामी चाहिँ बोट चढ्यौँ। यस्तो
छ यस्तो छ है हामी चाहिँ बोट चढ्यौँ टक्क हिँड्यौँ पछाडि हुनुहुन्छ सबैजना हामी चाहिँ यता यस्तो छ गाइस हामी चाहिँ तल पुछार पुगेर आउने अब फोटो सुट हुन्छ हाम्रो चाहिँ यहाँ बोट चढ्यौँ हामी